1999 मा 3 जना स्टुडेन्टहरू एउटा जंगलदेखि हराउँछन्। उनीहरू त्यो जंगलमा आफ्नो प्रोजेक्टको लागि एउटा डकुमेन्ट्री सुट गर्न गएको थियो। त्यहाँ एकजना ब्लेयर विचको एकदमै पपुलर थियो कि त्यहाँ जंगलमा एउटा विच बस्छ अनि उनी 3 जना चाहिँ त्यो विचको स्टोरी रियल हो कि होइन भनेर पत्ता लगाउन गएका थिए। जब उनीहरू गायब भए, जब उनीहरूको खोजबिन सुरु भयो, तब त्यहाँबाट एउटा क्यामेरा मात्रै भेटिएको थियो र त्यो क्यामेरामा रहेको फुटेजहरू चाहिँ केही डरलाग्दा फुटेजहरू थिए। त्यहाँ क्यामेरामा चाहिँ देख्न सकिन्थ्यो कि ऊ 3 जनाको जर्नी, उनीहरूले कति धेरै स्ट्रगल गरिरहेका थिए, कति धेरै डरलाग्दो माहौल थियो त्यहाँ। राति बच्चाहरू कराएको, रोएको आवाजहरू आउने, बिहान उठेर हेर्दाखेरि विभिन्न तरिकाको स्ट्याचुहरू, मूर्तिहरू फेला पर्ने होइन। त्यसै गर्दा गर्दा उनको एकजना साथी गायब हुन्छ र केही टाइमपछि अर्को पनि साथी गायब हुन्छ। जबसम्म यो डकुमेन्ट्री एन्ड हुन्थ्यो तबसम्म देखाइन्छ कि एउटा डरलाग्दो घर छ जहाँबाट विभिन्न प्रकारका आवाजहरू आइरहेको छ। जब तिनीहरू त्यो आवाज फलो गर्दै जान्छन्, एकजना पहिला हराउँछ, देन फेरि भेटिन्छ त्यो। ऊ 2 जना चाहिँ आफ्नो एकजना साथीलाई खोज्दै हिँडिरहेका हुन्छन् अनि उनीहरू चाहिँ त्यो डरलाग्दो घरमा आइपुग्छन्। त्यो घरमा आइपुग्दाखेरि उनीहरूले आफ्नो साथीलाई देख्न त देख्छन्, तर उनको साथी चाहिँ एकदमै डरलाग्दो अवस्थामा भेटिन्छ अनि सडनली क्यामेरा बन्द हुन्छ। यसपछि उनीहरूको साथमा के भयो, कहाँ कस्तो के भयो केही पनि जान्न सकिएन। र जब यो डकुमेन्ट्री रिलिज भएको थियो सबै मान्छेहरू एकदम सकमा थिए कि 3 जनाको साथमा आखिर त्यस क्यामेरा बन्द भएपछि के नै भयो होला। तर योभन्दा पनि सकिङ कुरा के छ भनेपछि यो डकुमेन्ट्री होइन, एउटा मुभी हो जसलाई चाहिँ फाउन्ड फुटेज स्टाइलमा बनाइएको थियो। इट लुक्स सो रियल कि मान्छेहरू पनि एकदम त्यति बेला सबै मान्छेहरू एकदम सकमा थिए कि यो मुभी रियालिटी हो या फेरि यो मुभी नै हो कि रियल लाइफमै भएको काण्डहरू हो भनेर। तर यो चाहिँ एउटा फाउन्ड फुटेज स्टाइलको मुभी थियो। फाउन्ड फुटेज इज डिफ्रेन्ट काइन्ड अफ स्टाइल अफ मेकिङ मुभिज होइन, जसमा एकदम यति रियलिस्टिक हुन्छ यस्तो लाग्छ कि तिमीले आफ्नो क्यामेराले गएर खिच्या जस्तो क्या। तिमीलाई पत्तै लाग्दैन कि यो रियल हो कि डिफ्रेन्ट हो। इफ यु वान्ट टु वाच दिस मुभी यो युट्युबमा अभाइलेबल होला। सो